हेलो एन्ड नमस्ते सबैजनालाई। अब आजको मेरो दोस्रो ब्लग भनौँ हैन। आज फेरि ब्लग बनाउन म आइसकेको छु टक्कसँग हैन। म चाहिँ अब अहिले चाहिँ हिजो भनेर कपाल काटिसकेको छु। कसरी देखेको छ भनिदिनु होला। कपाल काटिसके हैन। अनि आज तेस्रो दिन मेरो ड्राइभिङको राम्रै त्यो भनौँ अलिअलि सिक्यो हैन। हजुरहरू पनि भद्रपुर झापाबाट हुन्छ अनि एसपी रोड एयरपोर्ट यहाँदेखिको ड्राइभिङ सेन्टरमा आउनु, उहाँ राम्ररी गराइदिनुहुन्छ हैन टक्कसँग। अनि राम्ररी सिक्नुहुन्छ र म त्यता हुँदै अब घरतर्फ लागिरहेको छु। तपाईँहरूलाई देखाउन सक्दिनँ टक्कसँग। यो चाहिँ मेरो क्याम्पसदेखि यता ओमसाई पाथिभारा आउने बाटो। यो चाहिँ ओमसाई पाथिभारा हैन। ओमसाई पाथिभारा जस्तो छ। यहाँदेखि भित्र राम्रो छ। टक्कसँग हामी अब सगरमाथा निक्लिन्छौँ ओमसाई पाथिभारा हुँदै। यस्तो गरी दोकानहरू पनि छ। होटेल कृष्ण इन्टरनेसनल अरे यो होटल चाहिँ म कहिले पनि आएको छुइनँ होइन। मलाई थाहा छैन। झापा चोक चाहिँ 2 किलोमिटर छ यहाँदेखि। एमरेल कलेज ओमसाई पाथिभारा हस्पिटल टक्कसँग हामी हिँडिरहेको छौँ। अब मलाई यहाँ एउटा बुक पसल खोज्नु छ। एउटा बुक चाहिएको छ क्या। बुक भन्दा पनि कपी भनौँ न, साइन्सको प्र्याक्टिकल कपी अरे बुझ्ने भन्दै थिएँ। हिजो पनि बेलुका म ट्युसन गएको थिएँ, पाएन अनि ल्याइदिएको थिइनँ। अब लगिदिउँ भनेको छ कि छैन हौ, त्यही हेर्दै बसिरहेको छु होइन। दोकान त बन्द रहेछ। मैं क्या गरौँ भन्ने पारा पो भयो त। अब भान्चोकबाटै घुमेर जानु पनि हल्का असौदिलो हुने रहेछ कि क्या हो। बुक दोकान एउटा दोकान त खुल्ला रहेछ नि त। स्टेसनरी जस्तै दोकान त टक्कसँग। के को दोकान हो? थाल बटुका सबै पाइँदो रहेछ। ल यहाँको दोकान पनि यहाँ पाएन होइन। स्टेसनरी चाहिँ बन्द रहेछ यहाँ इक्जामको लागि। 12को इक्जामलाई बेस्ट अफ लक सबैजनालाई होइन टक्कसँग। अब चाहिँ मन्दिर, यो कृष्ण मन्दिर रहेछ। कृष्णको फोटो छ। कृष्ण मन्दिर टक्क हामी चाहिँ ओमसाई पाथिभारा यहाँबाट पनि छिर्छ होइन टक्कसँग। दुईवटा दोकान गएँ, दुवै दोकानमा छैन भने हौ। लुक चाहिँ यतिको आउँछ। गायत्री मन्दिर रहेछ यो। गायत्री मन्दिर सबजना ढोक्नु होला। टक्क म जानेछु अब यताबाट। हजुरहरूले देख्न सक्नुहुन्छ म यताबाट जान्छु होइन। टक्कसँग यताबाट जान्छु म चाहिँ। यताबाट हिँडे। हेलो एन्ड नमस्ते चाहिँ नभन्नु म अघि भनिसकेको छ भन्दै टक्कसँग कपी किन्न होइन। अहिले चाहिँ अब बुइनलाई लिएर गइरहेको छु म टक्कसँग। यहाँनिर यो सी इज माई ड्राइभर, नट माई ड्राइभर, माई सिस्टर ड्राइभर। इङ्ग्लिस त फेरि डेन्जर जान्छ नि टक्कसँग। हामी चाहिँ अब भान्चोकबाट बस स्ट्यान्ड हुँदै जान्छौँ। देख्न सक्नुहुन्छ हजुरहरूले। भान्चोकमा पाउँदैन, त्यही बाटो आएको म। पायो भने पायो, तर पाएन भने बस स्ट्यान्ड नजाने। त्यसो भने भान्चोक डाइरेक्ट बस स्ट्यान्ड जाने। चोकसान पुरा अन्त। म कहाँदेखि कहाँ पुगेर आएको हो, कस्तो गरेको हौ। सुहाएन त यसरी रुँदै गर्नु भयो नि। यहाँदेखि 10 यो कम्ती अनि 50 केजी थिएँ, त्यति कुदाउनु सक्दिनँ। 50 केजी छु है। कस्तो छैनस्? 30 केजी
मेरो चाहिँ नयाँ हेयर यस्तो कस्तो अनौठो देखेको होला है। हिजोको भ्लगमा अर्कै आजको भ्लगमा अर्कै भन्दै बस्नुहुन्छ होला। तर यार हिजो मैले भ्लग बनाएको जम्मा 1 भ्युज 16 घन्टा। आज नबनाऊँ जस्तो लागेको त्यही पनि ट्राई आफूमा कन्फिडेन्स चाहिन्छ। फिजिक्स कपी छ? प्र्याक्टिकल कपी छ? ए पाउँदैन रे हिँड्न चुप्प लाएर। प्र्याक्टिकल कपी पाउँदैन हौ। कपी मात्रै पाउँछ। देखाउनु त। प्र्याक्टिकल खालको एकतिर केही नभएको एकतिर धर्का तानेको देखाउनु त। यहाँ चाहिँ छ भन्नुको होइन तर छको छैन। यो दोकान जस्तो छ। यो चाहिँ मेरो बहिनी यसलाई भन्छ काले बहिनी। अन्त यहाँ चाहिँ पैसा कहाँबाट पाउनु? कस्तो कपी भन्नुभयो? कपी त कपी ग्राफ कपी निकाल्नु भयो आन्टीले। फेरि पनि आँखाम भनेर सुरुवात भइसकेको छ। भन्दै म लु बोलेट हान्दै लु कुदा टक्क। यो घर चाहिँ कसको भन्दाखेरि मलाई पनि थाहा भएन क्या। एकदम यहाँ जस्तो घर छ यार कहिले हुने आफ्नो घर यस्तो। तिम्रो मायामा डुबिहालेछु भन्ने पाराको घर कहिले हुने भनेको जस्तै। त्यही त कमाउने कहिले जमाउने कहिले। यो चाहिँ हाम्रो हाँस फुर्रा करायो त। पाउँदैन भनेको सुन्नुहोस् फेरि बस स्ट्यान्ड नजाने नि। ल त्यहाँ नपाउने कुरै हुँदैन। ओहो अर्को आयो मेरो साथी। अर्को आयो के हो? माथि पनि छ तल पनि छ। दिनमा आधा किलो मासु खान्छ त्यसले। कुकुरको जिन्दगी सही छ यार। मासु त खाना हामीले त मासु खाना कहिले हामी मासु यस्तै खाएको खान त खान्छु। अब टक्कसँग होइन यो तार कस्तो पाराले लगेको अलिक राम्रो लगाउनु नि। बाइक अर्को पनि बाइक गइसकेको छ। टक्कसँग आउँछ नि यो भ्यू बिस्तारै बिस्तारै बढ्ने हो क्या। अब अरूले लाइक गरेन भ्युज बढेन सब्सक्राइब बढेन भन्दैमा आफ्नो मकसद त छोड्नु भएन नि। हो कि होइन? होइन कस्तो होइन हो नि। आफ्नो मेरो मकसद भनेको भाइरल हुने भन्दा नि चिन्नुहोस् क्या मान्छेले फलाना ठाउँको फलाना कति मोबाइल मान्छेले सोच्छ कति मोबाइल चलाउँछ। बाटो हिँड्दा पनि मोबाइल चलाउँछ घर बस्दा पनि मोबाइल चलाउँछ। अब अहिलेको जेनेरेसनै मोबाइलमा छ। बुढापाकादेखि जन्मेको बच्चाले चलाउँछ होइन यस्तै हो। मेरो ड्राइभरलाई आज कस्तो राम्रो देखेको छ यार ब्युटिफुल। मेरो भ्लगको बारेमा केही भन्दैन भन न भन कति राम्री फुलकुमारी फुलमाया अहिले खाल्टातिर नहाल न तिमी कति कति कुदाउँछौ। तिमी माइतीसँग कुदाउनु हो कुदाउँछु त त्यहाँदेखि त म कुदाइहाल्छु हन्डाको छुरमा होइन। कस्तो बिल्ला देखेछ नि कपाल काटेर निभिन्छ। यस्तो मलाई भन्ने यो भ्लग युट्युबमा आउँछ नि तर गाइज मलाई एडिट हान्नै आउँदैन। कसैले सिकाइदेऊ न क्या। नाइफसँग त पुऱ्याउनै पर्छ।
ल यसरी पनि कुदाउनुहोस् मेरो तिमीले ड्राइभरमा साइकलले कुदाउँदै महिनाको तलब चाहिँ 400 कमाउँदै होइन यी 400 1 रुपैयाँ दिँदैन 1 रुपियाँ दिन अरे अस्ति रमाउँ कहिले किन्थ्यो त्यो कुदाना माइलीको छ भने त्यहाँदेखि म गइहाल्छु माइलीकोमा रोक्नै पर्छ कि म अताले गयो यी ल्याउँछु तपाईँ ल्याउनु अब त कुदाउने ला तपाईँको यहाँ पस्छ त ओइ ला भित्र मार तत्त के तपाईँ कसले राखेको भनिन्छ अब यस्तो फोहोर विजय घर है मेरो राम्रो भयो झन् अयो के कुटेको के होइन ल इचमा म ढिलो भइसक्यो जा बाल ओर्लेर हिँडिरहेको छु आजको भ्लगमा यो आउँछ दर्शक बिन हेर्नु होला इट्स ए ब्युटिफुल हेलो ठुलो मामु कल आयो कहिले ल्याइदिनु त माइजू जा त ल्यायो कुदाउँछु म जा लैजाऊ ठुलो दिदीले कल गरिसकेँ